5th of November 2024 अझै पनि सम्झनामा छ। दोस्रो पटक आमा बन्न लाग्दैछु भनेर थाहा पाएँ। पहिलो सन्तान भर्खर 1 वर्षको भएको थियो। बाबु सानै थियो, त्यसैले मन एकदम आत्तिएको थियो। कसरी हेर्ने होला दुईजनालाई भनेर। तर पनि एउटा आमाको मन न हो, कोखमा भएको सन्तानको पनि उत्तिकै माया लाग्थ्यो जति बाबु मेरो गर्भमा हुँदा लाग्थ्यो। तर मनको एउटा भित्री कुनामा छोरी पाउन एकदम धेरै इच्छा थियो। म सधैँ भगवानसँग एउटा छोरीको चाहना गर्थेँ र भगवानले मेरो त्यो चाहना पुरा पनि गरिदिनु भयो। मेरी प्यारी छोरी, तिमी मेरो सपनाको उपहार हो। अगर हो तुम तो डरना क्या है, तेरा है मेरा हमारा ये सारा जहां। जब म तिमीलाई गर्भमा बोकेर हिँड्थे त्यस बेलादेखि नै म तिम्रो सानो चाल, मुटुको धड्कन र तिमी आउने आगमनको प्रतीक्षामा म सधैँ खुसी हुन्थे। चुपके से कोई आएगा, फिर मेरी नींद चुराएगा, फिर सारी रात जगाए। प्रेग्नेन्सीमा हरेक दिन तिमीलाई भेट्ने कल्पना गर्थे म। तिम्रो दादालाई मैले भाग्यले पाएको थिएँ अनि तिमीलाई पाउनु मेरो सौभाग्य हो छोरी। आज तिमी 1 वर्षको भयो। समय कति छिटो बित्दो रहेछ आज महसुस भइरहेछ। दादाबाट हाम्रो परिवारको सुरुवात भएको थियो अनि तिमी आएपछि हाम्रो यो सानो परिवारले पूर्णता पाएको छ छोरी। बेटी के जहाँ पाँव पड़े आंगन में गूंजे किलकारी, है भाग्य लक्ष्मी है बरकत वो सुने घर की खुशियाँ सारी। वो माँ का हाथ बटाती, वो पापा को समझाती, परिवार की हर उलझन को तिमी जन्मिएको त्यो क्षण एकदमै धेरै भावुक अनि खुसीको पल थियो छोरी। These Velcros go at the back. तिम्रो सानो मुस्कानले हाम्रो घर अझ धेरै उज्यालो भएको छ। परी परी है एक परी, आसमां से आ गिरी, सामने मेरे खड़ी, मुझे उससे प्यार। जब तिम्रो दादा हाम्रो जीवनमा आएको थियो त्यति बेला मलाई लाग्थ्यो म भित्रको माया यति नै होला भनेर। तर होइन रहेछ। जब तिमी आयौ अनि थाहा पाएँ माया त अझै फैलिँदै अनि मौलाउँदै जाँदो रहेछ। दादामाथि खनिएको त्यो माया अहिले तिमीतिर पनि फैलिएको छ छोरी। कदम तुम जहाँ जहाँ रखो, ज़मीं को आसमां बनाओ, सितारों से सजाओ, अगर तुम कहो। साँच्चै नै अहिले बुझ्दैछु एउटी आमाभित्र कति धेरै माया लुकेर बसेको हुँदो रहेछ। त्यो माया केवल सन्तानमाथि मात्र पुगिने रहेछ। तिम्रो नामले हावामा लेख्छु म, तर बग्छ त्यो अक्षर रोएर पनि। जीवन बगिरहेको छ आफ्नै तरिकाले, तर मुटु तिम्रै नामको गीतले। दोस्रो सन्तानको रूपमा तिमीलाई पाएपछि मात्र थाहा पाएँ छोरी, माया त झन्झन झन्झन मौलाउँदै जाने रहेछ। ड्याडीले चिठी लगाइदिनु भएको हो।
दोस्रो पटक मैले मेरो मुटु निकालेर छातीमा राखेको जस्तो अनुभव भयो छोरी। तिम्रो हरेक सानो सानो माइलस्टोनहरू, जब तिमीले पहिलो पटक आँखा जुदायौ, पहिलो पटक निस्काम दियौ, पहिलो पटक कोल्टे फेर्यौ, पहिलो पटक उभिन सिक्यौ, ती सबै माइलस्टोनहरू हाम्रो लागि एउटा उत्सव सरह हो छोरी। जिनको है बेटियां वो ये कहते हैं परियों के देश में वो तो रहते हैं, घर को जन्नत का नाम देते हैं। जिनको है बेटियां वो ये कहते हैं परियों के। अनि अझ सबैभन्दा खुसी लाग्ने कुरा त तिमी अनि तिम्रो दादा बीचको सम्बन्ध हो। के गरेको नि तिमीले बहिनीलाई? बहिनीलाई लिएर आएको भुजा तिमीले खुवाइदिनु पर्यो बहिनीलाई। खुवाइदियो मिठो छ बाबा, मिठो आँखा झिम्काइदिउँ त दादालाई एकचोटि। बहिनी आँखा झिम्काइदिउ त, त्यसरी हो। एउटा एउटा गरेर रोक। साँच्चै नै अहिले सम्झिँदा बल्ल रियलाइज हुन्छ मलाई, तिमी त तिम्रो दादाको फर्स्ट बर्थडे गिफ्ट भएर आएकी रहेछौ। तेरा प्यार रहे तेरी लाडली बन मैं जीती रवां, एक डोर से बांधी है खुशियाँ, तेरी खुशियाँ दी विच खिलती रहा। तिमीहरू एकअर्कासँग खेलेको देख्दा, एकअर्कालाई खोजेको देख्दा, एकअर्कासँग हाँस्दा मन नै आनन्द अनि हर्षित भएर आउँछ छोरी। तिमीले हाम्रो परिवारलाई अझ पूर्ण, अझ सुन्दर अनि अझ खुसी दिएकी छौ छोरी। छोटी छोटी खुशियाँ और हम साथ चले हर कदम। तेरे आगा गरी मेरो हाँस कि गाडी चलाएर कहाँ जाने छोरी अब? तिमीले हामीलाई अझ धेरै धैर्यवान, अझ धेरै माया गर्न अनि अझ धेरै बलियो बनाएकी छौ। मेरी सानी एन्जल, म चाहन्छु तिमी जिन्दगीमा एकदमै धेरै राम्रो मान्छे भएर निस्कनु। तिमी त छोरी हौ नि, यो गर्न सक्छौ त? तिमी त छोरी हौ नि, यो गर्न हुन्छ त तिमीले? भनेर समाजले तिमीलाई अनेकौँ कुराहरू लगाएर तिमीलाई ढाल्न खोज्लान्। तर यति कुरा सम्झनु, तिमी छोरी भएकै कारण तिमीभित्र थप ऊर्जा, थप हिम्मत अनि थप साहस भरिएको छ। जीवनमा एउटा कुरा कहिल्यै नबिर्सनु, तिम्रो लागि सबैभन्दा इम्पोर्टेन्ट कुरा भनेको तिमी आफू नै हुनुपर्छ। कहिले पनि अरूलाई खुसी बनाउने दौडमा नलाग्नु, तर यति कुरा सम्झनु, तिम्रो कारणले अरूलाई ठुलो क्षति अनि हानि नहोस्। तिम्रो दादालाई पनि यही भनेको थिएँ मैले, र तिमीलाई पनि त्यही शब्दहरू दोहोऱ्याउन चाहन्छु। एउटा असल व्यक्तिको रूपमा तिमी चिनिनु, सधैँ सहयोगी अनि दयालु भावना राख्नु। तिम्रो भाग्य लेख्ने हैसियत त छैन छोरी ममा, तर तिम्रो लागि हर खुसी तिम्रो भागमा पार्न म सक्दो गर्नेछु। तिम्रो जीवनको हरेक सङ्घर्षको कठिन बाटोहरू अनि उकाली ओह्रालीहरू मैले हिँडेर पक्कै नहोला छोरी, तर तिम्रो त्यो बाटोको काँडा पन्छाउन म सक्दो गर्नेछु। आउलान् अनेकौँ अवरोधहरू तिम्रो जीवनमा, कहिले नआत्तिनु, खुसीमा कहिले नमात्तिनु अनि दुःखमा कहिले हरेस नखानु। हारबाट केही सिकेर अगाडि बढ्नु अनि जितबाट अझ हौसला लिँदै अझै अगाडि बढ्नु। हामी सधैँ तिम्रो साथमा हुनेछौँ छोरी। तिमी त हाम्रो गौरव हौ, हाम्रो खुसी हौ, हाम्रो पूर्णता हौ। मम्मा र ड्याडा तिम्रो साथमा सधैँ नै पाउनेछौ छोरी तिमीले। अलवेज रिमेम्बर यो मम्मा एन्ड ड्याडा इज अलवेज देयर फर यु। तिम्रो आज जन्मदिन, तिमीलाई धेरै धेरै शुभकामना। तिम्रो आउँदा दिनहरू, तिम्रो आउँदा वर्षहरू अझै धेरै खुसीका साथ मनाउन पाऊँ। तिमीलाई धेरै धेरै शुभकामना छोरी। ह्याप्पी बर्थडे वन्स अगेन
फ्रम योर ममा एन्ड ड्याडा वी लभ यु आस बन्यो साहस बन्यो विश्वास बन्यो जीवनमा भरोसाको आड बन्यो पहाड बन्यो जीवनमा आस बन्यो साहस बन्यो विश्वास बन्यो जीवनमा भरोसाको आड बन्यो पहाड बन्यो जीवनमा मेरो आस बन्यो नोगिन साहस बन्यो नोगिन विश्वास बन्यो नोगिन मेरो सास बन्यो नोगिन तिमी खास बन्यो नोगिन विश्वास